मामु आज त एकादशी है? हो नि नानी, आज त एकादशी मात्रै होइन नि, आज त मङ्गलबार पनि हो। मङ्गलबार कुन भगवानको बार हो तिमीलाई थाहा छ? कुन भगवानको हो? मङ्गलबार। तिमी मङ्गलबार जन्मेको मान्छेलाई मङ्गलबार कुन भगवानको भन्ने थाहा छैन? मङ्गलबार भनेपछि गणेश भगवानको बार हो अनि हनुमान भगवानको पनि बार हो। त्यही माथि यो 2026 को चाहिँ एकादशी, पुत्रदा एकादशी र मङ्गलबार पनि परेकोले मैले चाहिँ आज चाहिँ गौरीघाटको हनुमान मन्दिरको दर्शन गर्न जाने भन्ने सोच बनाएको थिएँ कि बिहानै केटाकेटीलाई खाना बनाइदियो ओरी अनुष्कालाई स्कुल पठाएर हामी चाहिँ जान लाग्यौँ। अनि बुवाले बिहानै फोन गर्नुभएको थियो, कान्छी काठमाडौँतिर त कतिको जाडो छ कुनै, गाईघाटमा त तपतपी पानी आउला जस्तो भयो, चिसो न चिसो छ, धेरै दिन भइसक्यो भन्नुहुँदैछ कि। अनुष्काले खाना खाँदै थियो अनि मैले चाहिँ बुवालाई देखाइदिएँ, बुवा यहाँ त यस्तो घाम लागिरहेछ नि भनेर है। त्यसपछि मेरो नन्द र म चाहिँ गयौँ गौरीघाटको हनुमानजीको दर्शन गर्नको लागि। गौरीघाटको हनुमानलाई चाहिँ संसारभरिको निकै शक्तिशाली भगवान हनुमान मन्दिरमध्ये चाहिँ एक मानिन्छ होइन। यहाँ चाहिँ साक्षात् हनुमानजीले बास गर्नुहुन्छ भन्ने कुरामा विश्वास छ नि त होइन। अनि त्यहाँ गएर एकछिन बस्यो भने पनि अर्कै खालको शरीरमा शक्ति आउँछ, भाइब्स आउँछ, पोजिटिभ विचार आउँछ भन्ने धारणा छ कि सबैजनाको। त्यहाँनिर तपाईँहरूले पनि देख्न सक्नुहुन्छ बागमतीको किनारमा बसेर हनुमान चालिसाको पाठ गर्ने होइन। त्यहाँनिर चाहिँ अब साक्षात् हनुमानको दूतहरू बाँदरहरू पनि देख्न सकिन्छ होइन। उहाँहरूले चाहिँ अब त्यहीँबाट खोसेर फलफुलहरू लड्डुहरू खाइरहनु भएको छ कि त्यो चाहिँ हामीलाई एकदमै खुसी लाग्छ कि, सेटिस्फाइङ लाग्छ नि त। भगवान्ले पाउनुभयो भनेर घरमा आएर चाहिँ मैले एक फलारहरू खाएँ होइन। त्यसपछि आज चाहिँ एकदमै बिजी दिन थियो कि, बिहानदेखि बेलुकासम्म हेर्नुभयो भने थाहा हुन्छ। बेलुका पनि अझै धेरै बिजी, फेरि मेरो नन्दको घरमा कीर्तन पनि थियो बेलुकाको समयमा है। अनि मलाई चाहिँ केएमसी पनि जानुपर्ने थियो कि, दिदी आउनुभएको थियो गाईघाटबाट, दिदी आउनुभएको छ। अनि दिदीले अब म केएमसीमा आएको छु आइज न भन्नुभयो, दिदी भिनाजु नै हुनुहुन्थ्यो त्यहाँनिर। अनि त्यसपछि म गएँ कि दिदीलाई भेट्नको लागि भनेर होइन। अरू बेला पनि दिदीहरू बालाजु बस्नुहुन्छ, आएको बेलामा पनि भेट हुँदैन होइन। मैले दिदीको चाहिँ स्टोरी हालिसकेको थिएँ, तपाईँहरूले हेर्नुभएको छ भने थाहा हुन्छ होइन। दिदीको चाहिँ आँखा डिपार्टमा बसिरहनु भएको रहेछ, डायबेटिकहरूको लागि ब्लडहरू दियो अरे दबाई हालेर। अब दिदी त नेता मान्छे हेर्नु, दिदीको ब्याक टु ब्याक कल आएको आइछ। अनि दिदी चाहिँ यहाँ बोल्नु हुँदैछ उफ व्यापारीको बहिनी र के अरे बहिनी हुन नि गाह्रै छ, झन् नेता भए कसो गर्ने होला। भिनाजु चाहिँ ती हुनुहुन्छ कि हामीलाई देख्नु भएकै छैन कि, यत्रो आँखा घुमाएर हुन्छ। दिदी चाहिँ फेरि यहाँ फोनमा बोलिरहनु भएको छ। त्यसपछि दिदी भिनाजु चाहिँ बिदा भएर म घर आएँ कि 3 बज्नै लागिसकेको थियो होइन। हिँड्दै आएँ। त्यसपछि घरबाट स्कुटी निकालेर अनुष्कालाई लिन गएँ। अनुष्काले एकदमै धेरै गुड न्युज सुनाउँदैछ, के गुड न्युज होला होइन। मैले त्यसको लागि चाहिँ चक्लेट किनेर पनि दिइसकेँ, रिवार्ड। कमेन्ट गर्नु होला के होला।